हेलो एभ्रिवान, गुड आफ्टरनुन अनि नमस्ते हजुरहरू सबैजनालाई मेरो आजको ब्लग्स अनि न्यु च्यानलमा स्वागत छ। अनि आज चाहिँ अब भाइटिका लाउन म चाहिँ बहिनीहरूकोमा आएको छु। अनि अहिले गाडी चढेर आएको, मैले गाडी चढेको चलाउनु पाइनँ। अनि सबै दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ धेरै धेरै शुभकामना छ तिहारको। अनि धेरै धेरै माया पनि छ। अनि मेरो एउटा सानो बहिनी छ नेपालमा, बहिनीलाई पनि धेरै धेरै सम्झना छ, माया छ। अनि मन नदुखाउनु, अब दाइ चाहिँ अब यसपालि आउनु पाएन। अब म चाहिँ बहिनीहरू भएको ठाउँमा आइसकेको छु होइन। अनि अब हामी चाहिँ एकछिनमा टिका लाउनेवाला छौँ। अनि अब पोइन्ट त मोटो भएछ, त्यो मैले कुर्ता सुरुवाल मगाएको थिएँ नेपालबाट, मिडियम त हुँदैन क्या। हुन्छ हुन्छ ढोकामा ढोकामा पर्यो। राजुले त खतरा स्वागत छ, के हो भयो। हामी देख्दा टिटिक्क बसाएर सुहाएको टिका रहेछ। फोटो खिचेको भए पो पोज बनाएको, मैले त भिडियो पो गरेको त। ल
भयो नि हामीले पहिला यस्तो नमस्ते गर्नु न ना खुट्टा ढोक्नुपर्छ अब केटलाई पर्दैन नि हात यस्तो गर्नु मिले जस्तो गर्नु अनि ना दादा हो त्यसरी यहाँ चाहिँ मैले चाहिँ लौ यो गएर दादा हुनु पर्दैन दादा हातले क्या अस्ति हामी आएको थियौँ मुनाको टिका भने पठाएन मेरो त्यो भोइटाले पुरै खान्छ कुनै त्यहाँ गएको थियो अरू नै एउटा बिजनमा लगायत अब म चाहिँ आज भाइटिका लाएर म फर्किसकेँ है अन्त मेरो भ्लग चाहिँ पुरै हेरिदिनु होला अनि मेरो भ्लग्समा सबै छ पुरा भिडियोहरू त्यही आउँछ अनि सपोर्ट पनि गर्दै गर्नुहोस् गाइज अनि सबैजनालाई धेरै धेरै माया छ वान सेकेन्ड सबैलाई तिहारको शुभकामना छ अनि माया छ ल बाई बाई बात तो सही है दौड़ना तो पड़ता है